जब भगवान शिव सतीदेवीको मृत शरीर बोकेर संसारभरि भौतारी रहनुभयो तब सृष्टिको सन्तुलन कायम राख्न भगवान विष्णुले सुदर्शन चक्रले सतीको शरीरका अङ्गहरू विच्छेद गरिदिनुभयो। भनिन्छ त्यही यात्राका क्रममा सतीदेवीको दन्त अर्थात् दाँत यसै विजयपुरको पवित्र भूमिमा पतन भयो। त्यसैले त यो स्थान दन्तकाली नामले विश्वभर प्रसिद्ध भयो। ऐतिहासिक रूपमा यो स्थल धरानको प्राचीन वेदीपुर हो। यहाँ पिण्डेश्वर, बुढा सुब्बा र पञ्चकन्याका साथै दन्तकालीको उपस्थिति रहेकोले यसलाई चारधामको रूपमा पनि मानिन्छ। मन्दिरको गर्भगृहमा सतीदेवीको दाँतको प्रतीकका रूपमा एउटा कालो प्रस्तर राखिएको छ, जसको पूजा गरेर भक्तजनहरू आफ्नो मनोकामना पूर्ण भएको विश्वास गर्दछन्। सन् 1502 देखि निरन्तर खनाल परिवारले यहाँ पूजाको जिम्मा सम्हाल्दै आउनुले यो ठाउँको धार्मिक परम्परा कति जीवन्त छ भन्ने कुरा स्पष्ट पार्दछ। विशेष गरी विजयदशमीको नवरात्रमा यहाँ लाग्ने घुइँचो र बलि प्रथाले दन्तकाली माताको उग्र र शक्तिशाली स्वरूपको आभास गराउँछ। यो मन्दिर हो धरानको दन्तकाली शक्तिपीठ। तर विडम्बना, हामीलाई 15औं शताब्दीदेखि चलेको यो पुस्तागत परम्परा र यो माटोको इतिहासमा चासो छैन। के हाम्रो भक्ति केवल प्रदर्शनका लागि मात्र हो कि साँच्चै दन्तकाली माताको त्यो दिव्य शक्तिलाई हामीले आफ्नो चेतनामा महसुस गरेका छौँ?